तपाईले यो भिडियो हेर्नुभएको छैन भने यहाँ हेर्नुहोस्। तपाईले भिडियो हेर्नुभयो, अब सन्तुष्ट हुनुभयो अनि बुझ्नुभयो र बुझ्नु भएको छैन भने तपाईले फेरि एकपटक यो भिडियो हेर्नुहोस्। कतै तलमाथि भयो भने नेपालले जे बेहोर छ म आदेशमा हस्ताक्षर गर्ने सांसद भएर सरी भनेर मात्र पाउँदिन। यदि त्यस्तो भयो भने म काठमाडौँको सांसद हुँ। खानकोट कटाइयोस्, नागरिकता खोसियोस्, चार पार्टी मुडियोस्, सम्पत्ति विवरण बुझाएको छु। सम्माननीय सभामुख महोदय, सम्पत्ति खोसियोस्। मान्यज्यूहरू तयार हो। अब त बुझ्नुभयो होला नि, र अझै पनि बुझ्नु भएको छैन भने तपाईले यो भिडियोलाई फेरि सुरुवातबाट हेर्नुहोस्। आज महाशिवरात्रि तथा नेपाली सेना दिवस, सैनिक दिवस, र जुन भिडियो तपाईले सुरुमा हेर्नुभयो यो काठमाडौँ स्थित टुडिखेलमा सैनिक प्रदर्शनीको क्रममा अमेरिकी सेनाहरूले प्रदर्शन गरिरहेको भिडियो तपाईले हेर्नुभएको। यस अगाडि यस्तो किसिमको ल्याकत, यस्तो किसिमको हैसियत र यस्तो किसिमको क्षमता कसैले पनि राखेको थिएन। भन्न खोजेको अर्थ, यस अगाडि नेपालमै आएर कुनै पनि विदेशी सैनिकले सार्वजनिक मञ्चबाट कुनै पनि किसिमको प्रस्तुति दिएको थिएन। फागुन 21 गते चुनाव नजिकिरहेको छ र फागुन 21 के सन्दर्भमा हिजो मात्र नेपाली सेनाले आफ्नो परेड कार्यक्रम अन्तर्गत रहेर विभिन्न प्रदर्शनी गरिरहेको बेलामा यसरी अमेरिकी सेनाले त्यहाँ सहभागी भएर प्रदर्शन गर्नुलाई तपाईले कसरी हेर्नुहुन्छ? तर मैले चाहिँ यसलाई सही सङ्केतको रूपमा हेर्दिन र पक्कै पनि यसले अब नेपाललाई भूराजनीतिको चक्रव्यूहमा पारेर यहाँ अशान्ति फैलाउने निश्चित भइसकेको छ र त्यस खेलका लागि अमेरिकी एजेन्टहरू यहाँ आइपुगेका छन् र षड्यन्त्र गरिरहेको अवस्था छ। र तपाईले अझै पनि बुझ्नु भएको छैन भने यो भिडियोलाई तपाईले सुरुवातदेखि पुनः हेर्न सक्नुहुन्छ। र तपाईले दोस्रो भिडियोमा हेर्नुभयो, गगन थापाले कुनै बेला एमसीसी संसदबाट अनुमोदित गर्ने बेलामा प्रतिनिधि सभा संसदमा बोलेको भाषण हो त्यो। यदि अमेरिकी सेना नेपालमा आए कपाल मुण्डन गरेर थानकोट कटाइदिए हुन्छ भनेको होइन। तर गगन थापा त बाठा रहेछन्, पहिला नै यसरी आउँछ भन्ने सुनको थाहा पाएर आफै सर्लाहीतिर झरेछन्। र अब हामीले के गर्ने? नेपाललाई भूराजनीतिको चक्रव्यूहमा तिनीहरूले फसाइसके नि त। एमसीसी पास गराइयो, अब एसपीपी को पालो छ। जब एसपीपी नेपालको संसदबाट अनुमोदन हुनेछ त्यसै बखत अमेरिकी सेना नेपालमा ल्यान्ड गर्नेछ र जसको स्थिति अवश्य पनि सन्तोषजनक हुने छैन। र भूराजनीतिको चक्रव्यूहमा फसेर नेपाल उदो गतितर्फ जान सक्ने स्थिति देखिएको छ र अझै पनि सुध्रिन सक्ने समय हामीसँग बाँकी छ र सुधार्न सकिने समय पनि हामीसँग छ। तपाईहरूले यहाँनिर ख्याल गर्नुपर्ने बेला पनि भएको छ। अब गगन थापालाई मुडुलो बनाएर चारपाटा काटेर थानकोट कटाउने हो कि अमेरिकी सेनालाई र अमेरिकी एजेन्टहरूलाई थानकोट कटाउने हो, नेपालबाटै लखेट्ने हो, त्यो कुराको निगुरल गर्नुपर्नेछ। र यस सन्दर्भमा यस अगाडि मैले विभिन्न भिडियोहरू अप्रत्यक्ष रूपमा सम्बन्ध राख्ने भिडियोहरू बनाइसकेको छु। तपाईले ती भिडियो पनि हेर्न सक्नुहुन्छ। यसरी नेपालमा यो परेड केन्द्र किन बनाइदैछ भन्ने बारेमा भिडियो बनाइसकेको छु र अब आगामी केही दिनमा यहाँहरु समक्ष त्यसको बारेमा अझ विस्तृत रूपमा एउटा भिडियो सम्प्रेषण गर्ने जमर्को गरिरहेको छु र तपाईले अहिलेसम्म यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु होला। धन्यवाद।